खुर्सानी चाहिँ यहाँ अस्ति 2टा मात्रै फलेको थियो, 2टा फलेर खायौँ। त्यसपछि त हाइट पनि हुँदैन, सानो सानो खुच्चे सानो डल्लो भयो। यसमा चाहिँ दाना हाल्नु लागेको छ। अनि यहाँ खुर्सानीको बिउहरू चाहिँ उम्रिँदैछ। अनि यो चाहिँ वाटरमेलन हो, के भन्छ यसलाई चाहिँ तरबुजा। अनि यहाँ पनि खुर्सानी ठुलो ठुलो भयो, 3टा माथि लगाएको। यो चाहिँ मियाको बिरुवा हो, यसलाई सार्नु पर्ने छ। अनि यो चाहिँ देखाइसकेको छु मैले अदुवा। अनि मेरो चाहिँ यो एलोभेरा चाहिँ यति ठुलो भएको छ। यहाँ एउटा अगाडिपट्टि पनि छ। अनि कपडा धुनको लागि चाहिँ पानी भरेर राखिसकेँ। अनि त्यहाँ भिजाएर राखेको छु थोरै। भक्कु घाम छ। तपाईँहरूकोमा चाहिँ के कस्तो छ? अनि यो टामटरले त फुल मात्रै हालेको छ, फल्न पनि फलेको छैन। यहाँ फुल हालेको छ, तर छुयो भने चाहिँ फल्छ कि फल्दैन त्यो थाहा छैन। एउटा चाहिँ यो मर्न आँट्यो, के भएर मर्न आँट्यो थाहा छैन। मुसाले तलबाट जरा काटिदियो होला हौ। अनि मैले अस्ति भिडियो बनाएको थिएँ धनियाँ लगाउँदैछु भनेर, अनि आलु पनि लगाउँदैछु भनेर, तर आलु चाहिँ उम्रियो, देख्न सक्नुहुन्छ। तर अनि धनियाँ चाहिँ उम्रिएन। त्यसपछि मैले के गरेँ, यसमा खुर्सानीको बिरुवाहरू लगाएको छु। त्यही भएर खुर्सानी पनि फलिरहेको छ। खुर्सानीले फुल हालिरहेको छ भन्नु खोजेको। अनि त्यसको बिरुवाहरू चाहिँ लगाइदिएँ। अनि सागको जरा चाहिँ लगाइदिएको छु। साग यहाँ के अरे मेरो ससुरबाबुले किनेर ल्याउनु भएको थियो, त्यस्तोको मोटो मोटो ओर्यो थियो। त्यसको जरा लगाइदिएको, पात हालेको छ वहाँ, फल्छ। मैले विचार गरेको थिएँ। अनि यहाँ चाहिँ असारे पनि छ, हेर्नुहोस्। यहाँ चाहिँ असारेहरू खान्छ यिनीहरूले सब्जीमा हालेर। हाम्रो नेपालमा भएको भए त कति असारे फालाफाल गाईलाई बिछाउने सेउला बनाउने थियो। त्यहाँ चाहिँ मैले पुदिना लगाएको छु। हाम्रो नेपालमा पनि पुदिना भन्छ होला हौ, त्यही भन्छ होला। सानो थियो, कस्तो राम्रो फलिरहेको छ। त्यो चाहिँ पुरा फैलिन्छ। अनि खुर्सानी अहिले त भनिहालेँ। त्यसपछि यहाँ पनि यो चाहिँ राम्रो भएको छ, यसमा फुल हालेको छ। अनि यहाँ पनि खुर्सानी छ मेरो, त्यहाँ केराहरू छ। त्यही हो गाइस, अरू त के हुनु। अनि यहाँ पनि केरा छ। एउटा केरा फलेर त काटेर खाएको, यो त फल्दै फल्दैन। के हो, बोका हो कि पाठी हो थाहै छैन। अनि कपडा भिजाएर राखेको छ, अब धुनको लागि स्टार्ट गर्नुपर्छ। त्यही भनेको सबैको के दे हुन्छ, तर मेरो चाहिँ बिहान उठ्ने बित्तिकै लुगा धुने दे हुन्छ, भाँडा धुने दे हुन्छ। अनि अब बच्चालाई हेर्ने डे हुन्छ। अरूको त कस्तो के डे हुन्छ। र पनि कोही बात छैन, अरूले के बनाएको त्यही हेर्दै खुसी हुँदै बस्ने हो। अनि आफ्नो आफ्नो लाइफ हो, खुसीले भइएछ। झन् कस्तो राम्रो, टामटरहरूलाई पानी हाल्नु पाउँदा, बिहानै तिनीहरूको मुख हेर्न पाउँदा त्यही नै खुसी हो। ठिकै छ भन्न सक्छु। अनि आज चाहिँ आइतबार हो। अब अरू त के भन्नु, अब स्टार्ट गर्नु पऱ्यो कपडा धुनुको लागि। त्यस्तो धेरै डेली भिडियो पनि ल्याउनु पाउँदैन बच्चाले गर्दा, अनि घरमा काम पनि हुन्छ। म जरुर ल्याउँछु एक दिन, डेली भिडियो ल्याउन जरुर कोसिस गर्नेछु। यो भिडियो यति नै हो। अब मेरो खुर्सानी हेरिदिनु, यही हो मेरो। त्यहाँ धनियाँ लगाएको, तल धनियाँ चाहिँ फलेन, त्यही भएर त्यसमा चाहिँ खुर्सानी लगाइदिएँ मैले। खुर्सानीको बिरुवा, अझ खुर्सानीको बिरुवा हुँदैछ, त्यो पनि लगाउनु पर्ने छ। अब चाहिँ कपडा धुन स्टार्ट गर्नु पऱ्यो। मेरो बच्चा सुतेछ, अहिले उठ्यो भने चाहिँ धेरै मुस्किल हुन्छ। अब बाई बाई, सबैले धेरै माया गरिदिनु ल।